करेन्ट लागेर दुवै हात गुमाएका रत्नबहादुर तामाङको सबैलाई भावुक बनाउने जीवन कथा। जसको हात छैन आखिर उसले पनि त भविष्य लेख्न सक्ने रहेछ। सन् 2015 को त्यो एउटा कालखण्ड जसले रत्नबहादुर तामाङको जीवनलाई एकै झट्कामा दुई भागमा चिरा पारिदियो। एउटा तगडा र जोसिलो शरीर जसका हातहरूले मेहनतका रेखाहरू कोर्दै थिए, ती हातहरू सधैँका लागि रित्तिन्छन्। इलेक्ट्रोनिक पसलमा काम गर्दा भएको त्यो भयानक दुर्घटना केवल एउटा शारीरिक चोट मात्र हुँदैन, धेरैका लागि जीवनको लय त्यही रोकिन्थ्यो होला, सपनाहरू त्यही खरानीमा मिसिन्थे होलान्। तर रत्नबहादुरका लागि भने त्यहीबाट सङ्घर्षको एउटा यस्तो अध्याय सुरु भयो जसले आज संसारलाई नै बाँच्नुको अर्थ सिकाउँदैछ। दुर्घटना पछिको त्यो लामो समय अस्पतालको सेतो पर्दा र औषधिहरू बीचको गन्धमा बित्यो। लामो उपचार र पटक पटकका अपरेसनहरूले शरीर त जोडियो, तर उनका दुवै हात भने सधैँका लागि बिदा भए। शारीरिक रूपमा त उनी सीमित भए नै, तर त्योभन्दा कैयौं गुणा ठूलो मानसिक पीडाले उनलाई भित्रभित्रै पिरल्थ्यो। समाजले हेर्ने दृष्टिकोण, खोसिएको रोजगारी र अन्धकार भविष्य, यी सबै प्रश्नहरूले उनलाई चौतर्फी घेरेको थियो। कति रातहरू उनले आँसुमै बिताए, तर अन्ततः उनले जवाब आफै भित्र खोजे। उनले हार होइन, फेरि पनि सङ्घर्षको कठिन बाटो रोजे। अहिले उनी भारतको चर्चित रियालिटी शो मास्टर शेफ इन्डिया 2026 को अडिसनमा छन्, जहाँ खाना पकाउने प्रतिस्पर्धा हुन्छ। उक्त शोमा नेपालका रत्नबहादुर पनि प्रतिस्पर्धा गरेका छन्। आश्चर्य लाग्दो कुरा के छ भने मिठो खाना पकाउन प्रतिस्पर्धा हुने उक्त शोमा प्रतिस्पर्धीको रूपमा पुगेका तामाङका दुवै हात छैनन्। उनी कृत्रिम हातको सहयोगले खाना पकाएर मास्टर शेफ इन्डिया बन्ने अठोट सहित उक्त रियालिटी शोमा पुगेका छन्। शोमा उनले जजलाई लाइभ नुडल्स बनाएर खाना दिएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ। उनको हिम्मत र इच्छा शक्तिको तारिफ गर्दै जज विकास खन्नाले भनेका छन्, जो दिल जित गया उ क्या और इनाम जितेगा। अर्थात् जसले मन जित्यो उसले इनाम जित्नु पर्दैन। आफ्ना प्राकृतिक हातहरू गुमे पनि उनले आफ्नो बाँकी रहेको शरीर र इच्छा शक्तिको सहायताले खाना पकाउने अद्भुत सिप विकास गरे। जीवन धान्न र आफ्नो अस्तित्व प्रमाणित गर्न उनले सामाजिक सञ्जालमा खाना बनाउने भिडियोहरू अपलोड गर्न थाले। एउटा सामान्य भान्सादेखि सुरु भएको उनको त्यो यात्रा सृजनात्मक परिकारहरूसम्म पुग्दा उनको भिडियोहरूले लाखौं दर्शकको मन मात्र जितेनन्। यही सामाजिक सञ्जालले नै उनको परिवार चलाउने र आफ्नो स्वाभिमान जोगाउने मुख्य आम्दानीको स्रोत बन्यो। कसरी गुमे त रत्नबहादुर तामाङका दुवै हात। 2015 तिर साउदीबाट 3 महिनाको छुट्टीमा तामाङ नेपाल फर्किएका थिए। उनी भन्छन्, काम गरिरहने मान्छे यतिकै के बस्नु भनेर काठमाडौँको धापसीमा बन्दै गरेको घरमा ओल्डिङ गर्ने काम गर्न थालेको थिए। त्यहाँ फलामको पाइप बोकेर माथिल्लो तलामा लग्दै थिए। पाइपहरूले हाई टेन्सन लाइनमा टच गरेछन्। करेन्ट लाग्यो, म बिहोस भए। उनका अनुसार साथीहरूले उनलाई हस्पिटल लिएर गए। हस्पिटलमा उनको दुवै हात काटियो, टाउकोमा ठूलो चोट पर्यो, घुँडा खुट्टाका औला लगायत शरीरका विभिन्न ठाउँमा चोट लाग्यो। होस खुल्दा उनको दुवै हात काटिएको थियो, तर पनि आफू बाँचेकोमा चित्त बुझाउनु बाहेक विकल्प थिएन उनीसँग। वरपरका अरू बिरामीहरूलाई हेरेर चित्त बुझाए। डाक्टरहरूले पनि कृत्रिम हातहरू पाइन्छ, त्यो लगाएर भए पनि दैनिकी चलाउन सकिन्छ भन्नुभयो। तामाङ भन्छन्, तर हस्पिटलबाट डिस्चार्ज भएपछि उनको दैनिकी फेरियो। रत्नबहादुर जीवनको अर्को कल्पना नै नगरेको अध्यायमा प्रवेश गरे। रोजगारीका लागि विदेशसम्म पुगेका उनलाई अब एक गिलास पानी पिउन पनि अरूको सहायता चाहिने भयो। सोही बेला उनको प्रेमिकाले पनि उनलाई छोडिन्। यसले उनलाई थप भावनात्मक पीडा थपिदियो। मास्टर शेफ इन्डिया शोमा सेफ बनेर अरूसँग प्रतिस्पर्धा गर्न गएका उनले त्यहाँका जजहरूलाई भनेका छन्, मसँग स्टुडेन्ट भएपछि 3वटा विकल्प थियो कि सुसाइड गर्ने या भिख माग्ने। यति भन्दा भन्दै उनी रोए। साउदीमा 3 वर्ष सेफको काम गरेकाले यो क्षेत्रमा राम्रै अनुभव र ज्ञान भएको कारण फेरि कुकिङलाई निरन्तरता दिएको बताउँछन् उनी। भनिन्छ, मान्छेले आफूसँग जे छ वा जे भयो त्यसलाई स्वीकार्न सके जीवन सहज बन्छ। उनले पनि आफूसँग भएको घटना र आफ्नो शारीरिक अवस्थालाई स्वीकारे। बिस्तारै सामाजिक सञ्जालमा उनी सक्रिय बन्दै गए। सामाजिक सञ्जालमा उनको मनको बह पोख्ने, मन भुलाउने बाटो बन्यो र यसैबाट उनले मानिसहरूको माया प्रेम पाउन थाले। जस पश्चात त्यहीबाट सहयोग उठाएर उनले कृत्रिम हात लगाए। कृत्रिम हातले उनलाई फेरि जीवन सुरु गर्ने आशा दियो। सोही हातबाट उनी भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गर्छन्। उनको कृत्रिम हातले खाना पकाएको, खाएको र अरू काम गरेको भिडियो मानिसहरूले निकै हेर्ने गर्छन् र उनलाई हौसला र प्रेरणा दिइरहेका छन्, जसका कारण उनी अहिले मास्टर शेफ इन्डियाको शोमा भाग लिएका छन्। अहिलेलाई भने यति नै।